जस्तै कुरा गरिरहँदाखेरि अहिले रवि लामिछानेलाई चाहिँ चौथो पार्टी भनिरहेको छ हैन। रासपा भनेकै रवि लामिछाने भनेकै रासपा हो भनेर लागिरहेको छ। तपाईँ त छिमेकी पनि हुनुहुन्छ हैन। अघि तपाईँले भन्नुभयो त्यो एउटा प्रहरीले गरेको त्यो जुन त्यो रात यो समयमा तपाईँले त प्रत्यक्ष देखिरहनु भएको थियो होला, यहाँ नजिकै हुनुहुन्छ तपाईँले हैन। तर प्रहरीले गरिने पनि दबाब र प्रभावमा परेको कारणले गर्दाखेरि चाहिँ रासपालाई चाहिँ अहिले सिद्ध्याउनको निम्ति, रासपालाई चाहिँ बन्द गर्नको निम्ति चाहिँ एकदम लागिरहेको छ। नयाँ उदाएका व्यक्तिहरूलाई चाहिँ बन्द गर्नको निम्ति यो राज्य लागिरहेको छ भन्छ। यो राज्य किन डराइरहेको अवस्था छ यो नयाँ गुर्जरमा? यो रवि लामिछानेको मात्रै सवाल भएन, नयाँ आउने कसैलाई सिद्ध्याउने नियति हो भने चाहिँ तपाईँको हिजोको जनता छैन कि जनताले छर्लङ्गै देखाएछन् हैन। अहिले पैसा दिएर हुँदैन र पैसा शक्तिमा हुँदैमा पनि तपाईँको मान्छे आउँदैनन्, जनताले पत्याउँदैनन् भन्ने कुराको पछिल्लो उदाहरण नयाँ आउनुहोस् पुरानो आउनुहोस्, जनताले राम्रोसँग खबरदारी गर्छन् र जनता यस्ता हुन्, जनता जनार्दन हुन्। संसारमा चेन्ज चाहिँ जनताले गर्दैछन् र यो चेन्ज हुन कति बेर लाग्दैन, जनता जागिसकेका छन्। त्यो तपाईँको अब गर्दा पकाउँदा भान्सामा नि 1 घण्टा 1.5 घण्टाबाट समय त लाग्छ नि, त्यसको लिमिटेड समय हुन्छ। त्यो समयसम्म कुर्न गाह्रो भएको धैर्यताको बात जनतालाई फुटिसकेपछि अब केही पनि सिप लाग्दैन र उहाँहरूले राम्रोसँग ल्यान्डिङ गर्नु भएन भने त्यसको सबैभन्दा बढी ध्वस्त, सबैभन्दा बढी तपाईँको चाहिँ घाटा र सबैभन्दा बढी चाहिँ तपाईँको चाहिँ यसको चाहिँ यो भनौँ न एउटा तपाईँको क्षति चाहिँ उहाँहरूलाई नै हुन्छ। जस्तै अहिलेको यो अहिले 2 तिहाई समाचार यहाँ नआएका समाचारहरू त्यहाँ आएका छन्, यहाँ नअटेका समाचारहरू त्यहाँ अटेका छन्। त्यसले चाहिँ तपाईँको एउटा त्यो चाहिँ एउटा के भन्ने समाचारको निष्पक्षता भन्ने यहाँभन्दा बढी विदेशी मिडियामा रहेछ भनेर हामीले एउटा लेसन सिक्न पर्ने पनि देखिया छ। भलै यहाँ गर्नु भएन म भन्दिनँ, ठुलो मिडियाहरूमा जति सोचेको थियो त्यो अनुसारको समाचार आइएका छैनन् होइन। र यसरी तपाईँहरू रिपोर्टिङको क्रममा यहाँले पनि देख्नु भएको छ पत्रकारमाथि कसरी कुटपिट भएको थियो, लाठीचार्ज कसरी भएको थियो। हेर्नुहोस्, हाकिमले आज एउटा हाकिमले भन्नुहुन्छ, भोलि अर्को हाकिम चेन्ज गर्नुहुन्छ। हाकिमलाई खुसी बनाउने नाममा, गृहमन्त्रीलाई खुसी बनाउने नाममा, बढुवा हुन्छ कि भन्ने एउटा आश्वासनका नाममा चाहिँ प्रहरीले जनतालाई दमन गर्न हुँदैन। त्यो जनतालाई दमन गर्न थाल्यो भने प्रहरी प्रति नै एउटा सङ्गठन सिङ्गो सङ्गठन नै बदनाम हुन्छ। जुन बदनामले गर्दा त्यो बदनामलाई, त्यो ड्यामेजलाई तपाईँको बिस्तारै त्यो लाइनमा ल्याउन अथवा त्यो ड्यामेज क्लियर गर्न धेरै वर्ष लाग्छ, जसले गर्दा प्रहरी पनि झन् ठुलो बदनाम हुन्छ। जस्तै यो लास्ट समयमा चाहिँ रवि लामिछानेकै कुरा गरिरहँदाखेरि रवि लामिछानेले चाहिँ स्टन गर्न थाले पत्रकारदेखि लिएर पत्रकारिता मिडिया फिल्डहरूमा चाहिँ आफूलाई हाइलाइट गर्नको निम्ति, सिम्प्याथी बटुल्नको निम्ति चाहिँ रवि लामिछाने माहिर छन्, स्टन गरेका छन् भनेर चाहिँ केन्द्रित गरिरहेको अवस्था छ। र चाहिँ प्रहरीलाई चाहिँ एउटा स्वतन्त्र तरिकाले काम गर्न दिएको छैन र न्यायालयलाई पनि काम गर्नको निम्ति चाहिँ हस्तक्षेप गरिएको छ राजनीतिले भन्दा यसले कसरी निहाल्नु भएको छ? यो हो पछिल्लो समय होइन, यो म त होइन भन्दिनँ, किनभने प्रहरी मेरो साथी हो, साँच्चीको प्रहरी मेरो साथी नै हो। र प्रहरीभित्र चाहिँ तपाईँको सबै राम्रोसँग भन्दिनँ, सबै नराम्रो पनि म भन्दिनँ। प्रहरीलाई 2-4 जना प्रहरीले बदनाम गरिदिनु भएको छ। प्रहरी अधिकृतहरूले नै बेला मौकामा समाउने कस्तोलाई नसमाउने कस्तोलाई होइन, यो विषयमा चाहिँ तपाईँको चेन अफ कमान्डले भन्यो भन्दैमा अथवा नभन्यो भन्दैमा पनि आफ्नो मन लाग्दी इसिबी तपाईँको यो पेसामा लागिसकेपछि इभी पनि साम्न पाइँदैन कि बुझ्नु भएन। यसमा इभी नसानी कानुनभित्रको जुन कालो पट्टी बाँधेको छ त्यसै गरी प्रहरीले कालो पट्टी बाँधेर गलतलाई गलत, सहीलाई सही छुट्याउने गरी कारबाही गर्नुपर्ने हो अथवा उसले समाउनु पर्ने हो, कानुन नियन्त्रणमा लिनुपर्ने हो। तर प्रक्रिया पुऱ्याएर समातेको भए सायद यो विषयले एउटा बहसको विषय बन्दैन थियो र साँच्चीकै न्यायालयलाई पनि यति ठुलो नराम्रो गरी एउटा मान्छेले बदनाम गर्ने बाटो पाउँदैन थिए र प्रहरी सङ्गठनको छवि पनि बिग्रदैन थियो जस्तो लाग्छ। र उहाँ प्रहरीले सोधेको अन्तिम इच्छा के छ भनेर सोध्ने यस्तो कुराको हरकतले गर्दा प्रहरी बदनाम भयो। सबै प्रहरीले बहुत मेहनत गरेर यो ठाउँसम्म प्रहरी एउटा स्मार्ट प्रहरी होइन, मुस्कान सहितको प्रहरी भनेर जसरी समाजमा एउटा सिर्जित गर्नुभएको थियो त्यो तपाईँको चाहिँ एउटा विषय, त्यो विषय चाहिँ अलिकति तपाईँको घिनलाग्दो पाटोमा गयो जस्तो लाग्छ।